नमस्कार, स्वागत छ सबैजनालाई मेरो किचनमा। अब जाडो पनि स्टार्ट हुन थालिसक्यो। यो जाडोमा एकदमै फाइदा गर्ने सुगर फ्री ड्राई फ्रुट्सको लड्डु मैले बनाउन लागेको छु। यदि हजुरहरूलाई यो रेसिपी मन पर्यो भने भिडियोलाई लाइक गर्नुका साथै मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। यो ड्राई फ्रुट्सको लड्डु बनाउनको लागि चाहिँ मैले यहाँ अलिकति ड्राई फ्रुट्सहरू मसिनो गरेर काटेर लिएको छु। यो ड्राई फ्रुट्समा चाहिँ मैले काजु लिएको छु 1 कप, त्यसै गरी बदाम 1 कप, ओखर 1 कप, कोरेको नरिवल 1 कप। यही कपको नापले मैले सबै चीज नापेको छु। त्यसै गरी हाफ कप पिस्ता, हाफ कप पम्पकिन सीड, 2 चम्चा किसमिस, 2 चम्चा मगज, 2 चम्चा पप्पी सीड या पोस्ता दाना, सुकमेल पाउडर पनि चाहिन्छ र घिउ पनि चाहिन्छ अलिकति। त्यसै गरी मैले यहाँ 500 ग्राम जति यो डेट्स लिएको छु, खजुर। अब यसलाई सबैभन्दा पहिला यसको दाना र यो माथिको टुप्पोहरू हटाएर सफा गरेर लिने। यसरी यसको दाना सबै अलग गरिदिने। त्यसपछि एउटा मिक्सीको जारमा यो खजुरलाई राख्ने र अब यसलाई पिसेर यसको पेस्ट बनाउने। यो खजुरलाई पिस्न चाहिँ अलिक गाह्रो हुन्छ, यो चिपचिप भएको हुन्छ। त्यसो भएर एकैचोटि धेरै नराख्ने, थोरै राखेर यो खजुरलाई पिसेर यसको पेस्ट बनाउने। अब मैले यो सबै खजुरहरू पिसेर लिइसकेँ। त्यसपछि मैले एउटा प्यानमा हाफ टीस्पुन जति घिउ राखेँ। घिउको मात्रा पनि मैले एकदमै कम लिएको छु। अब यसमा यो काटेको बदामलाई राखिदिने र 3-4 मिनट यो बदामलाई पहिला भुट्ने। बदाम भुट्न अलि टाइम लाग्छ। पहिला 3-4 मिनट बदाम भुटिसकेपछि यसमा काटेको काजु पनि राखिदिने र अब यो काजु र बदामलाई मजाले भुट्ने। यसको हल्का कलर चेन्ज हुन्छ र यसबाट बास्ना आउन थालेपछि हामीले बुझ्नुपर्छ यो भयो भनेर। अनि त्यसपछि यसलाई अर्को भाँडामा ट्रान्सफर गरिदिने र मैले फेरि सेम प्यानमा फेरि हाफ टीस्पुन जति घिउ राखेँ। अब यसमा काटेको पिस्ता, ओखर राखेर अब यसलाई पनि यसरी नै मधुरो आगोमा चलाई क्रन्ची हुन्जेल भुट्ने। र अब यो पिस्ता र ओखर पनि क्रन्ची भइसकेपछि यसलाई पनि अघि काजु बदाम राखेकै भाँडामा ट्रान्सफर गरिदिने। त्यसपछि फेरि सेम प्यानमा मैले हाफ टीस्पुन घिउ राखेँ। अब यसमा चाहिँ पम्पकिन सीड, मगज, पप्पी सीड राख्ने र अब यसलाई पनि मजाले चलाई भुट्ने। यो पड्किन थाल्छ, हजुरहरूले सुन्नु पनि भएको होला पड्केको। अब यो पड्किएर हल्का यसको पनि कलर चेन्ज हुन्छ। त्यसपछि हामीले यसलाई पनि निकालेर अघि काजु बदाम ओखर पिस्ता राखेकै भाँडामा यसलाई ट्रान्सफर गर्ने। त्यसपछि फेरि सेम प्यानमा मैले हाफ टीस्पुन घिउ राखेँ। अब यसमा चाहिँ किसमिस राखिदिने र यो किसमिसलाई एकैछिन भुट्ने। किसमिस फुर्र भएर फुले जस्तो हुन्छ। त्यसपछि यसमा कोरेको नरिवल राखिदिने। अब यो किसमिस र नरिवललाई पनि हल्का ब्राउन हुन्जेल फ्राई गर्ने। यतिको भएपछि अब यसलाई सेम भाँडामा ट्रान्सफर गरिदिने र अब यो सबै ड्राई फ्रुट्सहरूलाई मजाले मिक्स गरिदिने। राम्रोसँग यसलाई चारैतिरबाट मिलाएर मिक्स गरिदिने। त्यसपछि मैले एउटा कडाई लिएँ। त्यसमा चाहिँ मैले अलिकति बढी मात्रामा घिउ राखेको छु। मैले यसमा 1 टेबलस्पुन घिउ राखेँ र अब यसमा अघि पिसेर राखेको खजुरलाई राखिदिने। यो खजुर चाहिँ अलिक चिपचिप हुन्छ र अलिक साह्रो पनि छ। सुरुमा चाहिँ अलिकति चलाउन पनि गाह्रो जस्तो हुन्छ, तर यो तात्दै गएपछि चाहिँ नरम भएर जान्छ। ल हेर्नुहोस् कस्तो नरम भयो, हजुरहरूले देख्न सक्नुहुन्छ। अब यो यतिको भइसकेपछि अब यसमा अघि मिक्स गरेर राखेको ड्राई फ्रुट्सलाई राखिदिने। सबै ड्राई फ्रुट्स यसमा राखेर अब यसलाई मजाले चलाएर मिक्स गरिदिने। यो खजुरसँग यो ड्राई फ्रुट्सहरूलाई मजाले मिक्स गरिदिने। त्यसपछि यो एकदमै तातो हुन्छ। एकैछिन यसलाई हल्का मनतातो हुन्जेल यसरी नै मिक्स गरेर छोडिदिने। त्यसपछि हातमा घिउ लगाउने र आफूलाई अब जत्रो साइजको बनाउन मन लाग्छ त्यत्रै साइजको बनाउने लड्डु बनाउने। मैले त भन्न पनि बिर्सिएछु, यो ड्राई फ्रुट्समा हजुरहरूलाई आफूलाई इच्छा लाग्ने ड्राई फ्रुट्सहरू जे राखेर बनाए पनि हुन्छ। अब यसमा हजुरहरूले तिल अथवा मखाना यस्तो जे चिज आफूलाई राख्न मनपर्छ, अरू पनि के हुन्छ ड्राई फ्रुट्सहरू सबै थोक राखेर बनाउन मिल्छ। मन नपर्ने चिजलाई चाहिँ हजुरहरूले स्किप गरिदिन सक्नुहुन्छ। अब यसरी आफूलाई जत्रो साइजको बनाउन मन लाग्छ त्यत्रै साइजको यो लड्डु बनाएर डब्बामा प्याक गरेर राख्ने। यो जाडो स्टार्ट हुनुभन्दा अगाडि नै यो बनायो भने चाहिँ यो जाडोभरि दिनको एउटा निकालेर हामीले यसरी खान सक्छौँ लड्डु। यसमा अनहेल्दी चिज केही पनि छैन।
हजुरहरूले देखिहाल्नुभयो बनाएको। यसमा सबै हेल्दी चिज छ, ड्राई फ्रुट्स आफै हेल्दी छ। यसमा मैले घिउ पनि धेरै युज गरेको छैन। त्यसपछि अझ मैले यसमा चिनी पनि युज गरेको छैन, सक्खर पनि राखेको छैन। यो त सबै ड्राई फ्रुट्सले मात्रै बनेको लड्डु हो। यो एकदमै हेल्दी छ। यसरी मैले अब यो सबै लड्डुहरू बनाइसकेँ। हजुरहरू पनि यो जाडो स्टार्ट हुनुभन्दा अगाडि एकपटक यसरी यो लड्डुहरू बनाएर खाएर हेर्नुहोला। यो एकदमै स्वादिलो पनि हुन्छ र प्लस हेल्दी पनि छ। भिडियो हेरेर बस्नुभएकोमा हजुर सबैजनालाई धेरै धेरै धन्यवाद। हस् त आजलाई यति नै।